खास सिर्जना गर्ने अवसरले ढोका ढकढक्याउने होइन, ढोका आफै बनाउनु पर्ने हुन्छ अनि मात्रै ढोका ढकढक्याउँछ। सो कसैले ढोका बनाइदिन्छ अनि त्यसमा अवसरले ढकढक्याउँछ अनि म चुकुल गरौँला भनेर बस्नुभयो भने चाहिँ त्यो अवसर नै भेटिँदैन। वास्तवमा तपाईँहरूले एउटा अवसरको वृत्तिको ढोका चाहिँ आफूले निर्माण गर्नुभयो। अब यो वृत्तिपथ लामो यो 42 किलोमिटरको म्याराथन रन गरे जस्तो यो 100 मिटरको दौड हो भने एकदम हस्याङ फस्याङ गरेर चाहिँ उति होइन टार्गेट छ पुगिहाल्छु भन्ने हुन्छ। आफ्नो फुल पोटेन्सियल आफ्नो फुल स्किल क्षमता लगाएर कुदेली हुन्छ। तर यसमा चाहिँ कस्तो छ भने वृत्ति यात्रामा चाहिँ इन्ड्योरेन्सको महत्त्व ज्यादा छ कि यसमा चाहिँ तपाईँ मैदानमा कति साल लामो समयसम्म टिक्नुहुन्छ भन्ने कुराले महत्त्व राख्छ कि यो अहिले तपाईँ होइन अब यसमा इन्ट्री गर्नुभयो नेपाल ब्याङ्क लिमिटेडमा यो इन्ट्री गरिसकेपछि एउटा तपाईँमा थकान आयो भने अब यो यात्रा धेरै अगाडि बढ्दैन। थकान आएन लामो समय एउटै पेसमा होइन यो अब जिन्दगी हो उतार चढाव त अवश्य छ। कसै पनि ट्रेन्ड माथि माथि मात्रै पनि जाँदैन तल तल जस्तो पनि जाँदैन कि ऱ्यान्डम वाक जस्तो हो उतार र चढाव दुइटै हुन्छ। सो यसमा चाहिँ यात्रामा बसिरहने बनिरहने र हरेक परिवेशमा तपाईँहरूले पनि विचार गर्न सक्नुहुन्छ। मैले त अझ एकदम विचार गरिरहेको छु कि म मोबाइलभन्दा अगाडिको ल्यान्डलाइनको बेलाको सर त आकाशवाणी झन्डै भेट्नुभयो होला होइन। भनेपछि मैले +2 क्लासमा पढ्दाखेरि हामी घरमा चाहिँ टेलिफोन होइन हुलाकबाटै चिठी पठाउँदै मैले पनि सरको त अलि अगाडि नै हुन्छ होइन। सो अहिले हेर्दा एआई र होइन स्वचालित अब बिस्तारै 2 वर्षभित्रमा तपाईँले सार्वजनिक सेवा प्रवाहमा पनि एआईको अत्याधिक प्रयोग र स्वचालित सार्वजनिक सेवा प्रवाह देख्न पाउनुहुन्छ है। सो हामी परम्परागत घण्टा प्रणाली कागजी नागरिकताबाट अब एआई सहितको होइन पब्लिक सर्भिस डेलिभरी भन्न खोजेको के हो भने यो द्रुत गतिमा अगाडि बढिरहेको छ कि कुराहरू जस्तो डेभलपमेन्ट यति फास्ट छ कि तपाईँ हरेक 2-3 वर्षमा यदि नयाँ कुरासँग एडभर्टाइज हुन सक्नु भएन भने तुरुन्त फेज आउट हुन्छ कि जसरी अहिले तपाईँले ग्रान्ड प्यारेन्ट्सको जेनेरेसनलाई कस्तो आउटडेटेड होला एउटा फेसबुकमा हामी पोस्ट गर्न पनि जान्नुहुन्न भनेर भन्नुहुन्छ। यो 2-4 वर्ष तपाईँ अलिकति नयाँ कुरा सृजनशील नयाँ कुरा पढ्ने इनोभेटिभ सोच राख्नु भएन भने तुरुन्त आउटडेटेड हुने अवस्था छ कि पहिला 30-40 वर्षमा एउटा जेनेरेसन आउटडेटेड हुन्थ्यो भने 5-6 वर्षमा 10 वर्षमा एउटा जेनेरेसन आउटडेटेड हुन्छ कि। सो मैले भन्न खोजेको के हो भने वृत्ति तपाईँहरूको सुरुवात भयो वृत्तिको ढोका अगाडि बढ्यो है तर यसमा यो कन्टिन्युस लागिरहनुहोस्। त्यो भनेको आफ्नो 2-3वटा फ्रन्टमा आफूले आफूलाई तिखार्ने हो। एउटा त तपाईँ पब्लिक सर्भिस डेलिभरीमा हुनुहुन्छ चाहे ब्याङ्किङ सर्भिस डेलिभरी होस् यो सबै हाम्रो पब्लिक सर्भिसकै पार्ट हो। अझ ब्याङ्किङ त आकस्मिक पब्लिक सर्भिस हो है इमर्जेन्सी पब्लिक सर्भिस डेलिभरी हो। सो यसमा तपाईँ तिखारिनु भएन आफूले आफूलाई राम्रो सेवा प्रदायकको रूपमा आफूलाई स्थापना गर्न सक्नु भएन भने अब तपाईँलाई सेवाग्राहीले हेर्ने नजर जनताले हेर्ने नजर बिस्तारै कमजोर हुँदै जान्छ र तपाईँ वृत्तिमा अगाडि बढ्न सक्नुहुन्न। सो एउटा चाहिँ तपाईँ सर्भिस डेलिभरी एउटा डेलिभरी पर्सन चाहिँ हुनैपर्छ। दोस्रो कुरा अलि यो नयाँ कुराहरूमा अपडेट हुने त्यो भनेको अध्ययन नै हो। विशेष गरी संसारमा हामी सबै कुरा अनुभव गर्न पनि सक्दैनौँ सबै ठाउँ घुम्न पनि सक्दैनौँ तर सबै काम एउटै यो जसरी गणेशजीले शिव पार्वतीलाई परिक्रमा गरेर संसार परिक्रमा गरे जस्तै तपाईँले घुम्ने अनुभव लिने देख्ने यो सबै कुरा किताबबाटै प्राप्त हुन्छ कि। सो किताब अध्ययन गर्ने बानी विकास भयो भने चाहिँ त्यसले तपाईँमा सबै खालको बानी विकास गर्छ। त्यो कारणले गर्दाखेरि एउटा त्यो ह्याबिट चाहिँ तपाईँले गुमाउनु हुँदैन। यो अध्ययनको कुरा कस्तो छ भने तपाईँले 3-4 महिना 4-5 महिना 2-3 महिना कति पढ्नु भयो तर एउटा लेभलमा यो अध्ययन भनेको चाहिँ खास ऋषि मुनिहरूको लेभलमा पुग्नुपर्ने अवस्था हुन्छ। यो भनेको कस्तो भने सात्विक जीवन सात्विक खानपान अलि आइसोलेसनमा बस्ने र धेरै तडक भडक र भड्किलो नहुने गरेपछि मात्रै अनि तपाईँ पढाइमा फोकस हुन्छ। अब बिस्तारै फोकस आउट गर्नु भने फेरि त्यो पहिलाको अवस्था आउँछ र फेरि फोकस ल्याउनु पर्ने हुन्छ। सो अध्ययन भनेको खास उपल्लो लेभलको यो ध्यानाकर्षण आवश्यक पर्ने भएको हुनाले यसमा चाहिँ तपाईँ सबै कुरा भ्याएर अध्ययन गर्छु भन्दा चाहिँ अलिक कठिन हुनसक्छ। सो त्यो दोस्रो त्यो ह्याबिटलाई चाहिँ तपाईँले टुटाउनु भएन लामो अन्तराल पछाडि विकास भएको त्यो एउटा बानी टुटाउनु भएन। तेस्रो कुरा अब हामी सामाजिक प्राणी भएको हुनाले हामीले विभिन्न स्टेक होल्डर्सहरूसँगको सम्बन्ध सरकारवालाहरूसँगको सम्बन्ध सेवाग्राहीहरूसँगको सम्बन्ध बोससँगको सम्बन्ध घरको सम्बन्ध यो कुनै पनि सम्बन्धमा तपाईँ भड्किलो नहुने र सबैसँग सन्तुलित सम्बन्ध कायम गर्न सक्नुभयो भने
तपाईँ हरेक एङ्गलमा हरेक फ्रन्टमा जिन्दगीको हरेक फ्रन्टमा सन्तुलित तरिकाले आफूले ट्रिट गर्न सक्नुहुन्छ। तेस्रो कुरा। चौथो कुरा चाहिँ तपाईँले आफूलाई शारीरिक मानसिक र भावनात्मक रूपमा सन्तुलित बनाउन सक्नु भएन भने अहिलेको यो 21st सेन्चुरीको भड्किलो जीवनशैलीमा हामीलाई अगाडि बढाउन गाह्रो छ। त्यो भनेको तपाईँले आफूलाई इन्भेस्ट गर्न सकिएन भने तपाईँले आफ्नो शरीरलाई मानसिकतालाई र आफ्नो इमोसनल भावनात्मक संवेगतालाई नियन्त्रण गर्न सक्नु भएन भने अहिलेको अवस्थामा असन्तुलित हुन्छ र असन्तुलित भयो भने यसको अन्तर्गत भनेको असन्तुलन इक्वल टु दुर्घटना नै हो। सो यो चौथो कुरा। सो यो पेरिफेरलमा बसेर चाहिँ आफूलाई अगाडि बढाउनु होला। अब यो कम्पिटिटिभ एक्जाम भनेको कस्तो हुन्छ भने तपाईँले 364 दिनसम्म मेहनत गर्नुहुन्छ अनि एक दिन सेलिब्रेसन हुन्छ कि। सो यो एक दिन सेलिब्रेसन आज हामी गर्दैछौँ होइन, तर यो एक दिन सेलिब्रेसनको लागि 364 दिन त तपाईँले भनौँ न एउटा 99% चाहिँ हार्डवर्क गर्नुभएको छ अनि 1% सेलिब्रेसन हुन्छ कि। सो यो कम्पिटिटिभ एक्जामहरू अब आगे दिनहरूमा पनि त्यो कम्पिटिटिभ एक्जाम तपाईँले फेस गर्नुहुन्छ होइन। सो प्रोसेसमा इन्जोय गर्नुभयो भने रिजल्टमा प्यानिक हुँदैन कि। सो हरेक दिन तपाईँ अध्ययन गर्दा केही न केही भ्यालु एड भइरहेको हुन्छ जिन्दगीमा। त्यो भ्यालु एडिसनमा तपाईँले रमाउनु थाल्नुभयो होइन, भ्यालु एडिसनमा नै तपाईँले आफूलाई केही परिवर्तित महसुस गर्न थाल्नुभयो भने अन्तिम नतिजा त अवश्य भावी छ, जसले मेहनत गर्छ त्यो नै अगाडि बढ्छ। तर तपाईँ त्यो प्रोसेसमा पनि रमाउन सिक्नुहोस् क्या हो। कोही बेला कस्तो हुन्छ भने कम्पिटिटिभ एक्जाममा रिजल्ट आउँदैछ प्यानिक भएर बसिएको हुन्छ। 2-3 वर्ष भयो, कति अब 79-80 सुरु गर्नु होला, कोभिडको बेला सुरु गर्नुभएको होला, के थियो होला, कहिले म चाहिँ पास हुनु फलानु पास भइसक्नु म वर्ष भएको होला। सो तपाईँ इन रिजल्टको लागि प्रोसेसलाई प्यानिक भइसक्नु भएको छ। अब यो लामो यात्रा भएको हुनाले तपाईँले 5 वर्ष 10 वर्ष 15 वर्ष 20 वर्ष निरन्तर आफ्नो वृत्तिमा अगाडि बढ्नुपर्ने हुन्छ नि त। सो अबको यात्रामा चाहिँ त्यो इन्ड रिजल्टलाई भन्दा प्रोसेसलाई पनि इन्जोय गर्नुहोस्। त्यो भयो भने तपाईँ हरेक दिन आफू खुसी महसुस हुन्छ। त्यो जिन्दगीमा सबभन्दा महत्त्वपूर्ण कुरा खुसी भन्छ नि, तर खुसीको चाहिँ त्यो माथिल्लो लेभलमा खुसीभन्दा तल धेरैवटा कुरा छ कि तपाईँहरूले पैसा यो त्यो धेरैवटा कुरा छ नि। सबै कुरा एचिभ भएका मान्छेहरूले चाहिँ खुसी महत्त्वपूर्ण हो भन्छन् होइन। त्यो अहिले हामीले भन्दाखेरि निन्द्रा महत्त्वपूर्ण हो भन्छौँ, तपाईँहरूलाई भन्दाखेरि चाहिँ निन्द्रा धेर लागेर हैरान छ होइन। यो त एङ्गलको कुरा नै भयो। हामीले भन्दा हामीले जिन्दगी राम्रो होइन खाएको कुरा पचोस् अनि सुतेको बेला निन्द्रा लागोस् भन्छौँ हामी। हाम्रो जेनेरेसन अब त्यतातिर जान्छ। तपाईँहरू त्यो दुइटै कुरा सजिलै एचिभ हुन्छ नि त। रिजल्ट होइन त्यो जिन्दगीको पैसाहरू महत्त्वपूर्ण कमाइसक्नुभयो अनि भन्नुहुन्छ भने जस्तो हुन्छ। सो एङ्गल अफ लाइफ चाहिँ तर हरेक दिन तपाईँ ह्याप्पिनेस चाहिँ केमा हुन्छ भन्दा प्रोसेसमा हुन्छ कि। सो त्यसरी अगाडि बढ्नुहोस्। अब यसलाई धेरै यो उपलब्धिको एकदमै ठुलो उपलब्धि पनि भएन र यसलाई यो उपलब्धि विहीनताको अवस्था पनि होइन। यसलाई तपाईँले औसतभन्दा अलिकति माथिल्लो तहमा यसलाई सोच्नु पऱ्यो। किन धेरै तपाईँ फुर्किनु भयो भने पनि वृत्तिमा गडबड आउने सम्भावना हुन्छ होइन। यसलाई तपाईँले केही भ्यालु नै दिनु भएन भने फेरि थप मोटिभेसनको लागि पनि त केही न केही त चाहियो नि त, रियलाइजेसन त चाहियो नि त। सो त्यसरी अगाडि बढ्दा राम्रो हुन्छ। अब नेपाल ब्याङ्क लिमिटेड होइन नेपालको सबभन्दा पुरानो ब्याङ्क, इतिहास बोकेको ब्याङ्क, यो ब्याङ्क त्यो ब्याङ्क छँदैछ। अब यसमा तुलनात्मक रूपमा कमर्सियल ब्याङ्कहरूमा सर्भिस डेलिभरीमा हेक्टिक ब्याङ्क नै हो नेपाल ब्याङ्क लिमिटेड। सो सर्भिस डेलिभरी तपाईँलाई अब अहिले फ्रन्ट लाइनमै खटाउँछ। इमेज पनि राम्रो छ पब्लिकहरूको नजरमा। पब्लिक यो नेपाल ब्याङ्क लिमिटेडको इमेज पनि राम्रो छ, सर्भिस डेलिभरी पनि राम्रो छ होइन। त्यो सब अहिले इन्डेक्सहरू पनि राम्रो छ। र मैले 69 नेपाल ब्याङ्क जोइन गर्दाखेरि इन्डेक्सहरू अलिक त्यति राम्रो थिएन, सेवा सुविधा अलिकति कमजोर नै थियो। अब अहिले त्यो पनि छैन, इन्डेक्सहरू राम्रो छ। 3टा कमर्सियल ब्याङ्कको सेवा सुविधा लगभग उस्तै छ। सो मात्र तपाईँहरूले डेलिभरी र आफूलाई अपडेट राख्दै जानुभयो भने वृद्धिमा अगाडि बढ्न सकिन्छ। सो लाइफका 3-4वटा फ्रन्टहरूमा एकैचोटि डिफेन्स गर्नुपर्ने हुन्छ। यहाँले अबको लाइफ भनेको 25-35 को लाइफ भनेको 3-4वटा फ्रन्ट भएर अगाडि बढ्नुपर्ने हुन्छ। यसलाई पार लाउँछु त्यो गर्छु भन्ने नि अप्सन पाइँदैन। सो त्यसरी अगाडि बढ्नु भने राम्रो हुन्छ। यो प्राप्ति यो